ल यही हो दुबईको काम हो कि गाउँ हो यार, त के भन्नु। ओहो यस्तो घाम छ, म किन बाहिर आयो होला त, के भन्नु आउनुपर्ने कामै थियो, त्यही भएर आएको हो। अहिले त यस्तो छ यहाँ। उयो मेरो पछाडि छ नि देखेको, यो हाम्रो मार्केट हो। अनि हाम्रो रुम चाहिँ यही हो। कता हो यार, हो एकै नासी छन् मेरो पछाडि भएको। तल यस्तो छ यो रम्मल। साँझ यति रमाइलो हुन्छ यहाँ, यति रमाइलो त के हुन्छ, रक्साने मान्छेहरू मात्रै टक्कै भरिया हुन्छ नि यहाँ। बोतलहरू सिसाहरू यति धेरै फोटो फाले नि यहाँ मात्र होइन, यो पुरै एरिया त्यस्तै। ओहो हो न, के हो यस्तो, को हो यस्तो हेर्नुसम्म मान्छे चस्मा लगाएर, लास्टै हेर्नुसम्म लाग्छ हो आफूलाई किन हो होइन होला कति बेला। अनि यहाँ चाहिँ काम चलिरहेको छ अलिअलि, तर हाम्रो चाहिँ होइन यो। हाम्रो त बहुत टाढो छ, यहाँ अर्को कम्पनीको भर्खर स्टार्ट हुँदैछ। यो मार्केट, यतापट्टि मार्केट, अनि त्यसपछि यसरी घुमेपछि यतापट्टि पछाडि क्याम्प, हामीहरू बस्ने। केही भेटिन्न नि त हो यहाँ त। बरु हाम्रो नेपालमा भेटिन्थ्यो अलिअलि कस्तो यसो 10-5 रुपियाँ 20 रुपियाँ बाटोमा हिँड्ने बेला पनि। यहाँ त 1 रुपियाँ केही भेटिन्न। भेटियोस् पनि कसरी, पैसा कसैले निकाल्दैन। सबै यस्तो एटिएम कार्डहरू यिनीहरू बोकेर हिँड्नुपर्छ। 1 रुपियाँको पनि के सामानहरू चिजहरू किन्यो भने सत यहाँबाट टुट भइहाल्छ। कहाँबाट झरोस् त अन्त बोतलले फालेको। एकै नासो रुमहरू छन्, देखेकै रहन्छ क्या हो। यही हो हाम्रो क्याम्प, यही हो। तर अब यहाँ यस्तो पर्खाल छ, अब यो पर्खाल नागेर जाने कुरा भएन। उताबाट घुमेर यसरी आउनुपर्छ यतापट्टि, यस्तो घाम। अनि उतापट्टि पनि मार्केटहरू छन् त छ, तर मेरो काम चाहिँ यतापट्टि भएको हुनाको कारणले गर्दा यतापट्टि आएको हो। त्यहाँ धेरै भिड रहेछ कि, मलाई भित्र घुस्नै दिएन, त्यति धेरै मान्छेहरू भिड, जाम भयो जाम। अब कसैको छुट्टी, कसैको के 3-4 ठाउँमा मार्केट खोलिसक्यो। यति धेरै मान्छेहरू छन् नि यो ठाउँमा, अलिअलि हेर्दा गाउँ जस्तो पनि लाग्छ। तर यस्तो गर्मी छ हेर्नुहोस्, यहाँ पनि यो तरिकाले पुरा खडेरी परिसक्यो, पुरा सुकिसक्यो भनौँ यस्तरी। अलिअलि गाउँ जस्तो पनि लाग्छ, तर यहाँको गर्मी पुरा अर्कै छ कि के भन्ने। यस्तै छ यहाँको हालत। ल ओके, बाई बाई। फेरि भेट्दै गरौँला, मिल्दै गरौँला।